तपाईले कहिल्यै यस्तो महसुस गर्नुभएको छ, तपाईले आफ्नो विचार स्पष्ट रूपमा व्यक्त गर्न खोज्नुहुन्छ तर अरूले तपाईलाई बुझ्दैनन्? वा जब तपाईं कुनै महत्त्वपूर्ण कुरा भन्न चाहनुहुन्छ तर शब्दहरूले तपाईलाई साथ दिँदैनन्, जसले गर्दा भावनाहरू सही रूपमा व्यक्त गर्न सक्नुहुन्न? यहाँ तपाईको शब्दहरूले मात्र होइन, तपाईको मौनताले पनि प्रभाव पार्न सक्छ। सञ्चारलाई एउटा कला कसरी बनाउने भनेर सोचिरहनु भएको छ? यो अडियो बुकले तपाईलाई कसरी राम्रोसँग बोल्ने भनेर धेरै महत्त्वपूर्ण कुराहरू सिकाउनेछ। कल्पना गर्नुहोस्, केवल आफ्ना विचार स्पष्ट रूपमा व्यक्त गर्न नसक्दा तपाईले जीवनको अमूल्य अवसर गुमाउनु पर्ने अवस्था आउन सक्छ। एक सपना वास्तविकता बन्नु अघि नै टुट्न सक्छ, एक महत्त्वपूर्ण सम्बन्ध बिग्रन सक्छ, अनि एक सुनौलो अवसर आफूलाई राम्ररी व्यक्त गर्न नजान्दा हातबाट चिप्लिन सक्छ। हाम्रो शब्दहरू केवल आवाज मात्र होइनन्, तिनीहरू हाम्रो पहिचान, भावना र सम्भावनाहरूको प्रतिनिधित्व हुन्। आत्मविश्वासका साथ आफूलाई व्यक्त गर्न सक्नु भनेको केवल शब्द बोल्नु मात्र होइन, यो त आफ्नो भावनालाई स्पष्ट रूपमा व्यक्त गर्ने कला हो। जब हामी आफ्ना विचारलाई प्रभावकारी तरिकाले प्रस्तुत गर्न सक्छौं, तब हाम्रो अस्तित्व अझ मजबुत र अर्थपूर्ण बन्छ। सही अभिव्यक्ति आफैलाई बुझाउन मात्र होइन, अरूलाई प्रेरित गर्न, सम्बन्धहरू बलियो बनाउन र आफ्नो लक्ष्यतर्फ दृढताका साथ अघि बढ्न महत्त्वपूर्ण हुन्छ। यस भिडियोमा हामी प्रभावकारी सञ्चारका ती रणनीतिहरू अन्वेषण गर्दै त्यसलाई बुझ्ने प्रयास गर्नेछौँ। यसले तपाईको व्यक्तिगत तथा व्यावसायिक जीवनमा गहिरो सकारात्मक प्रभाव पार्न सक्छ। सही तरिकाले विचार व्यक्त गर्न सक्नु केवल एक कला होइन, यो सफलता, सम्बन्धहरू मजबुत बनाउने क्षमता अनि आत्मविश्वास निर्माणको महत्त्वपूर्ण आधारशिला हो। तपाईको संवाद क्षमताले तपाईलाई अवसरहरू सृजना गर्न, प्रभावशाली बन्न र जीवनलाई नयाँ उचाइमा पुर्याउन कसरी मद्दत गर्छ, यस भिडियोमा हामी यही विषयमा केन्द्रित हुनेछौँ। अब 10 मिनेटभित्र तपाईले त्यो रहस्य तत्त्व लगाउनुहुनेछ के कुराले प्रभावशाली सञ्चारकर्ताहरूलाई विशेष बनाउँछ। आत्मविश्वासका साथ बोल्न र विचारहरू प्रभावकारी रूपमा व्यक्त गर्न सिक्न तयार हुनुहोस्। यहाँ मीनाको कथा छ। उनी उनको कम्पनीकी सबैभन्दा मेहनती कर्मचारी थिइन्, तर जब पदोन्नतिको समय आउँथ्यो उनको नाम सधैँ छुट्थ्यो। किनभने मिटिङमा बोल्नुपर्ने बेला उनको आवाज बन्द हुन्थ्यो। आत्मविश्वासको कमीले उनलाई रोकेको थियो। उनी डराउँथिन्, यदि मैले गलत बोल्ने भने कसैले मलाई गम्भीरतासँग नलिन सक्छ, लाज हुनेछ, यस्तै कुरा सोच्थिन्। तर एक दिन मीनाले कम्युनिकेसन स्किल्स नामक पुस्तक हात पारिन्। पानाहरू पल्टाउँदै जाँदा उनले बुझिन्, सफलताका लागि केवल मेहनत होइन, प्रभावकारी संवाद पनि आवश्यक छ। त्यसपछि उनले आफ्नो बोल्ने शैली सुधार गरिन्, आत्मविश्वास विकास गरिन् र अन्ततः उनले प्राप्त गरिन् त्यो पदोन्नति जुन उनले वर्षौंसम्म पाएकी थिइनन्। उनको जीवन पूर्ण रूपमा बदलियो। आज हामी त्यही यात्रामा जानेछौँ। अब सुरु गरौँ। पहिलो अध्याय, द आर्ट अफ लिसनिङ, सुन्ने कला। कम्युनिकेसनको पहिलो नियम हो सुन्नु, तर हामी साँच्चै सुन्छौँ? सुन्दैनौँ। सुजन चापगाएको यो गीत, फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र, निकै अर्थपूर्ण छ। हामी प्राय आफ्नै सोचमा व्यस्त हुन्छौँ, आफ्नै दिमागको कोलाहलमा हराइरहेका हुन्छौँ, सुनिरहेका हुँदैनौँ। एक प्रयोगमा दुई व्यक्तिलाई केवल एकअर्कालाई ध्यानपूर्वक सुन्न भनियो, जसले आफ्नो सम्पूर्ण ध्यान अरूको शब्दमा केन्द्रित गर्यो, बिना कुनै विचलन, बिना कुनै पूर्वाग्रह, उसलाई उच्च विश्वास र सम्मान प्राप्त भयो। यसले प्रमाणित गर्यो कि प्रभावकारी सुनाइ केवल शब्दहरू सुन्ने कुरा मात्र होइन, बरु अरूको विचारलाई गहिरोसँग बुझ्ने र स्वीकार गर्ने कला हो। सुनाइको शक्ति यति प्रभावशाली छ कि यसले सम्बन्धहरू बलियो बनाउँछ, आत्मीयता बढाउँछ अनि मानिसहरूको मन जित्न सक्ने क्षमता विकास गर्छ। तपाईँ पनि प्रयास गर्नुहोस्, किनकि कहिलेकाहीँ सही तरिकाले सुन्न सक्नु नै सबैभन्दा प्रभावकारी संवाद हुन सक्छ। एक्टिभ लिसनिङ भनेको केवल सुन्नु मात्र होइन, बरु सम्पूर्ण ध्यान दिनु हो। यसको लागि अगाडिको व्यक्तिको आँखामा हेर्ने, अवरोध नगर्ने अनि बडी ल्याङ्ग्वेज प्रयोग गरी आफ्नो संलग्न भएको देखाउन महत्त्वपूर्ण हुन्छ। जब तपाईँ सही तरिकाले सुन्नुहुन्छ, तपाईँ केवल शब्द सुन्नुहुन्न, तपाईँ भावना, आशय अनि सम्बन्धको गहिराई बुझ्न सक्नुहुन्छ।
यही गुणले तपाईलाई प्रभावकारी सञ्चारकर्ताको रूपमा अलग बनाउँछ। सोच्नुहोस्, अन्तिम पटक तपाईले कसलाई पूर्ण ध्यानसहित सुन्नुभयो? त्यस क्षण तपाईले केवल शब्द सुन्नु भएन, तर अरूको भावनालाई पनि महसुस गर्न सक्नुभयो। यस्तै सुन्ने क्षमता नै सम्बन्धहरू बलियो बनाउने आधार हो। अब अघि बढौँ अर्को महत्त्वपूर्ण कौशलतर्फ। एक दिन एक युवक इन्टरभ्यूका लागि गयो। उसले आफ्ना प्राविधिक ज्ञानमा कुनै कमी थिएन, तर जब एचआरले टेल मी अबाउट योरसेल्फ भन्यो, उसको स्वर थरथर काँप्न थाल्यो। शब्द अड्किए, आत्मविश्वास डगमगायो। इन्टरभ्यू समाप्त भयो, तर छनौट भएन। किनभने प्रभावकारी कम्युनिकेसन भनेको केवल ज्ञान प्रदर्शन गर्ने कुरा होइन, यो आत्मविश्वास व्यक्त गर्ने क्षमता पनि हो। तपाईँ आफ्नो प्रतिभा तब मात्र सम्पूर्ण रूपमा उजागर गर्न सक्नुहुन्छ जब तपाईलाई त्यसलाई आत्मविश्वासका साथ व्यक्त गर्ने कला आउँछ। त्यसैले बोल्दा आत्मविश्वास महत्त्वपूर्ण हुन्छ, किनभने शब्दहरू मात्र होइन, तपाईको प्रस्तुति पनि तपाईको पहिचान बनाउँछ। त्यस्तो क्षण याद गर्नुहोस् जब तपाईले आफ्ना विचार व्यक्त गर्न खोजिरहनु भएको थियो, तर डरले तपाईलाई रोकिरहेको थियो। सफलता केवल ज्ञानमा निर्भर हुँदैन, यो आत्मविश्वास र प्रभावकारी अभिव्यक्तिमा पनि निर्भर गर्छ। यदि डरले तपाईको शब्दहरूलाई रोकेको छ भने यसले त केवल अवसरहरूलाई टाढा धकेल्छ, तर यसलाई बदल्न सकिन्छ। सही कम्युनिकेसन कौशलले तपाईलाई आत्मविश्वास निर्माण गर्न, स्पष्ट रूपमा बोल्न अनि आफ्नो क्षमतालाई उजागर गर्न मद्दत गर्छ। अब सुरु गरौँ। आत्मविश्वासका साथ बोल्ने पहिलो रहस्य। सफल र प्रभावशाली वक्ताहरूको साझा गुण के हो? सकारात्मक उपस्थिति र निरन्तर अभ्यास। आँखा सम्पर्क राख्नुहोस्। यसले जब तपाईँ आफ्नो श्रोतालाई हेर्नुहुन्छ, तपाईँ आत्मविश्वास र विश्वसनीयता प्रकट गर्नुहुन्छ। स्पष्ट र संयमित बोल्नुहोस्। शब्दहरूलाई मजबुत बनाउनको लागि यसलाई व्यवस्थित रूपमा, स्पष्ट रूपमा अनि आत्मविश्वासका साथ प्रस्तुत गर्नुहोस्। चुप बस्न नडराउनुहोस्। मौनता कमजोरी होइन, यो आत्मविश्वासको प्रतीक हो। सही क्षणमा मौन रहनु संवादलाई अझ प्रभावकारी बनाउँछ। एकपल्ट अमिताभ बच्चनले भनेका थिए, पज इज पावरफुल। अर्को पटक जब केही भन्नुहुन्छ, 1 सेकेन्ड रोक्नुहोस्, सोच्नुहोस् अनि बोल्नुहोस्। यसले अगाडि भएकोलाई लाग्छ तपाईँ सोच विचार गरेर बोल्दै हुनुहुन्छ। यसरी कल्पना गर्नुहोस्, तपाईँ बोल्न थाल्न साथ मानिसहरूले आफ्नो ध्यान केन्द्रित गर्छन्। हावा रोकिए जस्तो हुन्छ। कसैको फोन बज्दैन। सबै आँखा तपाईँमाथि, सुनिरहेको, बुझिरहेको। यसरी प्रभावशाली बोल्न सक्नु भनेको केवल शब्द चयनको कुरा होइन, यो आत्मविश्वास, उपस्थिति र संवाद शैलीको सम्मिश्रण हो। तपाईले आफ्नो आवाजमा शक्ति भर्न सक्नुहुन्छ। आउनुहोस् अब अर्को कुरा बुझौँ। सञ्चार केवल शब्दहरूसँग सीमित हुँदैन, तपाईको शरीरले तीभन्दा पहिले नै सन्देश दिन थालिसकेको हुन्छ। जब कोही झुट बोल्छ, उसको शरीरले त्यो रहस्य खुलाउन थालिसकेको हुन्छ। आँखा हल्लाउनु वा टाढा हेर्नु। मानिसहरू सत्य बोल्दा सहज हुन्छन्, तर झुट बोल्दा आँखा अनावश्यक रूपमा हल्लिन सक्छन्। हातको अस्थिरता, बारम्बार हात हल्लाउनु, अनावश्यक रूपमा वस्तुहरू समाउनु वा अनुहार छुनु असहजताको सङ्केत हुन सक्छ। स्वरको अनिश्चितता, झुट बोल्दा स्वरमा असमानता आउन सक्छ। उतार चढाव अनियमित बन्न सक्छन्। शरीरको स्थिति, नर्भस व्यक्तिहरू सामान्यतया असहज देखिन्छन्। अचानक दूरी बढाउन खोज्ने वा शरीरको मुद्रा परिवर्तन गर्ने प्रवृत्ति देखिन्छ। बडी ल्याङ्ग्वेजले शब्दहरूभन्दा धेरै उजागर गर्छ। सही तरिकाले बुझ्न सकियो भने तपाईले सत्य र असत्य बीचको भिन्नता सहजै देख्न सक्नुहुन्छ। अध्ययनले देखाउँछ कम्युनिकेसनमा केवल 7% असर हुन्छ शब्दका माध्यमबाट, बाँकी 93% आउँछ स्वर र शरीरका माध्यमबाट। विचार गर्नुहोस्, यदि तपाईको शरीरले डराएको देखाउँछ तर तपाईको बोलीले आत्मविश्वास, मानिसहरूले तपाईलाई के बुझ्छन्? त्यसैले पोस्चर, जेस्चर, अनुहारका भाव अर्थात् फेसियल एक्सप्रेसन्समा काम गर्नु नै कम्युनिकेसनको दोस्रो नाम हो। राजको कथा प्रेरणादायी छ। उनी सधैँ एक सफल म्यानेजर बन्न चाहन्थे, तर उनको शरीरले आत्मविश्वासको अभाव प्रकट गरिरहेको थियो। झुकेको कम्मर, हात अनावश्यक हल्लाउने अनि आँखामा अनिश्चितता। उनी बोल्दा कमजोर देखिन्थे, जसले गर्दा अवसरहरू निरन्तर टाढा हुन्थ्यो। तर एक दिन उनले एउटा सानो तर शक्तिशाली परिवर्तन गरे। दैनिक ऐनामा अभ्यास। हरेक बिहान 10 मिनेट आफूलाई ऐनामा हेर्थे, हातहरू स्थिर राख्थे, आँखा उठाउँथे, मुस्कुराउँथे। उनले आफूलाई विश्वस्त देख्न सुरु गरे अनि यसरी अभ्यास गरेर 30 दिन बित्यो। उनको व्यक्तित्व पूर्ण रूपमा बदलियो। अब राज बोल्दा कोठामा ऊर्जा प्रवाहित हुन्छ।
आत्मविश्वास मात्र होइन, नेतृत्व क्षमता पनि बढेको छ। यही हो प्रभावशाली कम्युनिकेसनको शक्ति, साँच्चै परिवर्तन ल्याउने क्षमता। याद राख्नुहोस्, बडी ल्याङ्ग्वेज मसल मेमोरीद्वारा बदलिन्छ। तपाईँ जस्तो देखिन खोज्नुहुन्छ त्यही महसुस गर्न थाल्नुहुन्छ। अब आउँछ अर्को महत्त्वपूर्ण विषय, असर्टिभनेस। यसको सार सरल छ, आफ्ना विचारहरू आत्मविश्वासका साथ व्यक्त गर्नु, तर अरूलाई नगिराइकन। धेरैजसो मानिसहरू दुई चरम अवस्थामा फस्छन्, वा आफ्नो विचार दबाउँछन् वा अत्याधिक आक्रामक बन्छन्। तर असर्टिभ हुनु भनेको सम्मानपूर्वक नो भन्न सक्नु हो। उदाहरणका लागि, मैले तपाईँको कुरा बुझेँ, तर मेरो दृष्टिकोण फरक छ। कतिपटक तपाईँले मनमा बोझ बोकेर नचाहेरै पनि सहमति जनाउनु भयो अनि पछि पछुताउनु भयो। अब समय आएको छ बाउन्ड्री अर्थात् सीमा निर्धारण गरौँ। किनकि एक दिन स्वीकृति दिनुहुन्छ, तर त्यही कुरा निरन्तर हुनेछ। एक दिन विकासलाई हाकिमले ओभरटाइम गर्न अनुरोध गरे। उनी थाकिसकेका थिए, उनी थप बोझ लिन सक्दैन थिए। त्यसैले उनले आत्मविश्वासका साथ तर सम्मानपूर्वक भने, म यो गर्न सक्दिनँ सर, म निकै थाकिसकेको छु, तपाईँले सोध्नु भएकोमा धन्यवाद। हाकिमले केही क्षण अचम्म माने, तर अन्ततः मुस्कुराउँदै भनी, आई एप्रिसिएट योर अनेस्टी। यही हो असर्टिभनेसको शक्ति। यो केवल ल वा ना भन्नु मात्र होइन, यो आफ्नो समस्याहरू स्पष्ट रूपमा राख्ने कला हो, जसले तपाईँलाई मजबुती अनि सम्मान दिलाउँछ। अर्को पटक जब तपाईँलाई केही भन्न मन लाग्दछ तर डर लाग्दछ, अब त्यस डरलाई चिन्न थाल्नुहोस्। गहिरो सास लिनुहोस्, सोचेर बोल्नुहोस्। केवल अभ्यास गर्नुहोस्, बोल्न सङ्घर्ष नगर्नुहोस्, आफ्नो भ्याल्यु प्रदर्शन गर्नुहोस्। त्यसपछि अब हामी आइपुगेका छौँ त्यो चुनौतीमा जसले प्रत्येक सम्बन्धमा आउँछ, द्वन्द्व समाधान अर्थात् कन्फ्लिक्ट रिजोल्युसन। झगडा होइन, समझदारी उत्पन्न गर्नु। एक सानो तर महत्त्वपूर्ण घटना। दुई सहकर्मी बीच मतभेद थियो जुन क्लायन्टको उपस्थितिमै चर्कियो। उनीहरू भावनामा बहकिए, चिच्याए, एकअर्कालाई दोषारोपण गरे। तर अन्तिम परिणाम, क्लायन्टले असहज महसुस गरे, विश्वास गुमाए अनि कन्ट्र्याक्ट रद्द गरिदिए। यही हो खराब कम्युनिकेसनको प्रभाव। यो केवल शब्दहरू नभएर अवसरहरू पनि गुमाउन सक्छ। सही तरिकाले संवाद गर्न नसक्दा नतिजा कति महँगो पर्न सक्छ भन्ने यहाँ देखिन्छ। अब सोच्नुहोस्, यदि कुनै एकले भनेको भए, लेट्स टक आफ्टर द मिटिङ, के नतिजा फरक हुन्थ्यो? द्वन्द्व समाधान सुरु हुन्छ सुनेर, बुझेर, प्रतिक्रिया दिनुअघि रोकिएर। कुनै बहसमा फस्दा पहिला सोचिन्छ के म सही छु? तर एउटा मास्टर कम्युनिकेटर जान्दछ, द्वन्द्व जित्ने होइन, बुझ्ने प्रयास हो। अर्को पटक बहसमा फस्नुभयो भने, वाट एम आई मिसिङ भन्ने प्रश्न सोध्नुहोस्। यसले अगाडिकोलाई सोच्न बाध्य पार्छ र संवादको दिशा परिवर्तन गर्छ। र जब तपाईँ अगाडिको मानिसको दृष्टिकोण बुझ्नुहुन्छ, तब विश्वास बढ्छ। अब आउँछ अर्को कौशल जसले सबैको मन जित्छ, इमोसनल इन्टेलिजेन्स मानेछे भावनात्मक बुद्धिमत्ता। यो हो आफ्नो र अरूको भावना पहिचान र व्यवस्थापन गर्नु। कल्पना गर्नुहोस्, कोही तपाईँलाई रिसले केही भन्छ। तपाईँले रिसमा जवाफ दिनुभयो भने स्थिति बिग्रन्छ। तर यदि तपाईँ रोकिएर सोच्नुहुन्छ, यो मान्छे किन यति रिसाइरहेको छ, त्यसपछि तपाईँ उसको भावना बुझ्नुहुन्छ र त्यसले सम्मान जित्न सहयोग गर्छ। एक अनुसन्धानले देखाएको छ, उच्च इक्यू भएका लिडरहरू आफ्नो टिमबाट बढी निष्ठा र राम्रो प्रदर्शन पाउँछन्। प्रश्न महत्त्वपूर्ण छ, के तपाईँका शब्दहरूले कसैको मन केलाउन सक्नुहुन्छ? मीरा एक शिक्षिका निराश थिइन्। कक्षाका विद्यार्थीहरू उनको पाठमा ध्यान दिन्थिएनन्। तर एक दिन उनले शिक्षणको नयाँ तरिका अपनाइन्, बच्चाहरूको भावना बुझ्न थालिन्। अब उनी केवल पढाउने मात्र होइन, उनले सुन्न पनि थालिन्। किन चिन्तित भयो? के भयो? अचानक वातावरण परिवर्तन भयो। विद्यार्थीहरू केवल सुन्न मात्र होइन, उनीसँग खुल्न थाले। यही हो प्रभावकारी संवादको जादु। जब तपाईँ सुन्न थाल्नुहुन्छ, त्यसबेला तपाईँको शब्दहरू पनि गहिरो प्रभाव पार्छन्। इमोसनल इन्टेलिजेन्सले कम्युनिकेसनमा समझदारी अनि समझदारीले सम्बन्ध निर्माण गर्छ। त्यसैले अर्को पटक जब कोही चुप लागेको हुन्छ, केवल प्रश्न गर्नु पर्याप्त हुँदैन, अनुभव गर्नुहोस्। अब आउँछ त्यो कौशल अहिलेको विश्वव्यापी युगमा आवश्यक, क्रस कल्चरल कम्युनिकेसन। कल्पना गर्नुहोस्, एक जापानी क्लायन्ट र एक नेपाली सेल्सम्यानको मिटिङ। जापानी क्लायन्ट प्रत्येक कुरामा हँ भन्छ, तर नेपाली सेल्सम्यानलाई चासो नदिए जस्तो लाग्छ र यहाँबाट सुरु हुन्छ मिसअन्डरस्ट्यान्डिङ।
क्रस कल्चरल कम्युनिकेसन भनेको विभिन्न संस्कृतिहरूको सोच, व्यवहार र मान्यतालाई बुझ्ने क्षमता हो। केही संस्कृति स्पष्ट बोल्न रुचाउँछन्, जहाँ मानिसहरू आफ्ना विचार खुला रूपमा व्यक्त गर्छन्। उदाहरणका लागि पश्चिमी संस्कृतिहरू प्राय स्पष्ट अभिव्यक्तिमा जोड दिन्छन्। केही समाजहरूले सङ्केत, व्यवहार वा अनुहारको हावभाव मार्फत विचार आदान प्रदान गर्छन्। जस्तै केही एसियाली संस्कृतिहरूमा इसाराले धेरै कुरा व्यक्त गर्छन्, तर शब्दहरू कम प्रयोग गरिन्छ। यसले प्रमाणित गर्छ कि संवाद केवल भाषासँग सीमित हुँदैन, यो सांस्कृतिक बोध पनि हो। सही रूपमा बुझ्न सकियो भने आपसी समझदारी अनि सहयोग अझ मजबुत बन्न सक्छ। केहीहरू आँखा सम्पर्कलाई सम्मान मान्छन्, केहीले अपमानित ठान्छन्। त्यसैले ग्लोबल वर्ल्डमा जोडिन सांस्कृतिक सचेतना एक अत्यावश्यक कौशल हो। र अन्त्यमा आउँछ त्यो डर, पब्लिक स्पिकिङ। स्टेजमा उभिएर बोलेको सोच्दा नै मुटुको धड्कन तेज हुन्छ। के तपाईँका हात काम्न थाल्छन्? यस्तो सबैसँगै हुन्छ। वारेन बफेटले आफैले स्वीकार गरेका छन् कि उनको सबैभन्दा ठूलो डर भनेको पब्लिक स्पिकिङ हो। उनले एउटा कोर्स गरे, अभ्यास गरे र आज उनी विश्वका सबैभन्दा सम्मानित स्पिकरहरूमा गनिन्छन्। त्यसैले याद राख्नुहोस्, राम्रो वक्ता जन्मदैनन्, अभ्यासबाट बनिन्छन्। अब हामी जान्नेछौँ त्यो सूत्र जसले तपाईँलाई पनि स्टेजमा राम्रो बोल्न मद्दत गर्नेछ। तयार हुनुहुन्छ? पब्लिक स्पिकिङको सुरुवात तयारीबाट हुन्छ। जब तपाईँ स्टेजमा जानुहुन्छ, सबैभन्दा पहिले तपाईँको माइन्ड होइन, तपाईँको ऊर्जा बोल्छ। आफ्नो स्पिचलाई स्क्रिप्ट जस्तो गरेर याद नगरौँ, बरु त्यसलाई सम्झने प्रयास गरौँ। आफ्ना शब्दहरूलाई फिल गरौँ। स्टिभ जब्सले जब प्रस्तुतिहरू दिन्थे, उनले घण्टौँ रिहर्सल गर्थे। हरेक पोज, हरेक स्लाइड, हरेक जेस्चर योजनाबद्ध हुन्थ्यो। र जब स्टेजमा आउँथे, लाग्थ्यो उनी मनबाट बोलिरहेका छन्। यही हो प्रेजेन्टेसन र प्रदर्शन। प्रेजेन्टेसन भर्सेस पर्फर्मेन्स बीच फरक। अब कुरा आउँछ श्रोतालाई कसरी रमाइलो बनाउने। तपाईँको टोन तपाईँका शब्दभन्दा बढी प्रभावशाली हुन्छ। साधारण थ्याङ्क यू पनि मुस्कानसहित भनियो भने श्रोतासम्म पुग्छ, तर बिना एक्सप्रेसन र थाकेको स्वरमा भनिएको थ्याङ्क यूले कुनै प्रभाव नपर्न सक्छ। त्यस्तै जेस्चर, हातको मुभमेन्ट, अनुहार, शरीरको पोस्चर सबैले तपाईँको मेसेजलाई शक्ति दिन्छ। कहिलेकाहीँ ऐना अगाडि अभ्यास गरौँ। एउटै वाक्यलाई भिन्न टोन र जेस्चर सहित बोलौँ। तपाईँले अन्तर महसुस गर्नुहुनेछ। अब आउँछ रियल लाइफ अभ्यास। श्रोतालाई संलग्न बनाउन स्टोरी टेलिङ आवश्यक छ। केवल तथ्यले मानिस बोर हुन्छन्, तर एउटा राम्रो कथाभन्दा सम्बन्ध जोडिरहन्छ। जब तपाईँले कुनै साथीलाई रमाइलो घटना सुनाउनुहुन्छ, एक्सप्रेसनहरू आउँछन्, हात हल्लिन्छन्, उत्साह आउँछ। यही जादु चाहिन्छ स्टेजमा। सुरुवात कुनै प्रश्नले गरौँ। के तपाईँलाई कहिले यस्तो भएको छ? प्रश्नले जिज्ञासा जगाउँछ र सोच्न बाध्य बनाउँछ। यही हो कम्युनिकेसनको शक्ति। यो एउटा लूप हो, प्रश्न, उत्साह, सोचाइ। अब जानौँ जेस्चर र टोनको शक्ति। कम्युनिकेसन थियोरी पढेर होइन, गरौँ, गर्दा आउँछ। त्यसैले एउटा सहज अभ्यास सुरु गरौँ। हरेक दिन नयाँ मान्छेसँग कुरा गरौँ, पसले, गार्ड, सहयोगी आदि। पहिले अलि अप्ठ्यारो लाग्ला, तर बिस्तारै बिस्तारै तपाईँका शब्दहरू स्वतः फ्लो हुन्छन्। दोस्रो अभ्यास, एउटा विषय रोजौँ र त्यसमाथि 2 मिनेट आफैसँग बोलौँ, ऐना अगाडि वा फोनमा रेकर्ड गरेर। प्र्याक्टिसले आत्मविश्वास बनाउँछ र आत्मविश्वासबाट करिश्मा बन्छ। अब कुरा गरौँ प्रविधिको युगमा कम्युनिकेसन कस्तो भयो। आज हामी व्हाट्सएप, मेसेन्जर, जुम, इमेल मार्फत सञ्चार गर्छौँ। तर के त्यो प्रभावकारी छ? टेक्स्टमा टोन स्पष्ट हुँदैन, इमोजीले भावना पूरा देखाउँदैन, ओकेले गुडनेस पनि जनाउँछ र रिस पनि। त्यसैले डिजिटल कम्युनिकेसनमा स्पष्टता, क्ल्यारिटी सबैभन्दा जरुरी हुन्छ। छोटो वाक्यहरू, स्पष्ट टोन र सन्दर्भ दिने हुनुपर्छ। र हो, कल गर्न कहिल्यै नडराउनुहोस्। कहिलेकाहीँ 30 सेकेन्डको कल 10 वटा मेसेजभन्दा प्रभावकारी हुन्छ। सोच्नुहोस्, तपाईँ कसरी कम्युनिकेट गर्नुहुन्छ, टेक्स्टबाट कि मनबाट? भूमि एक अत्यन्त दक्ष कर्मचारी थिए, तर उनको योगदान कार्यालयमा कहिल्यै पूर्ण रूपमा पहिचान गरिएन। कारण उनी मिटिङमा सधैँ चुप बस्थे। उनका विचार त उत्कृष्ट थिए, तर आत्मविश्वासको कमीले उनलाई व्यक्त गर्न रोकिरहन्थ्यो। एक दिन उनको साथीले एक महत्त्वपूर्ण कुरा भने, तिम्रो प्रतिभा तबसम्म कसैले बुझ्दैन जबसम्म तिमी बोल्दैनौ। यो वाक्यले रावीलाई सोच्न बाध्य गर्यो।
त्यसपछि उनले निर्णय गरे हरेक मिटिङमा केही न केही बोल्ने। सुरुमा एक लाइन मात्र, तर निरन्तर, र बिस्तारै बिस्तारै उनको आवाज सुन्न थालियो। उनका विचारहरू महत्त्वपूर्ण लाग्न थाले। अन्ततः उनले आफूलाई व्यक्त गर्न सक्ने आत्मविश्वास निर्माण गरे, जसले उनको करियरलाई नयाँ दिशा दियो। कम्युनिकेसनमा चुप्प लाग्नु पनि एउटा भाषा हो, तर सही समयमा बोल्न आउनै पर्छ। अब आउँछ रिफ्लेक्टिभ लिसनिङ। यो टेक्निक हो सुनिसकेपछि अगाडिको व्यक्तिको कुरा दोहोर्याउनु। जस्तै उनको भनाइ थियो, मलाई लाग्छ मेरो काम कसैले बुझ्दैन। तपाईले वाक्य फर्काउनुहोस्, तिमीलाई लाग्छ तिम्रो मेहनत कसैले नबुझेको हो। अनि त त्यो अगाडिको व्यक्ति आफ्ना कुरा बुझिएको महसुस गर्छ। रिफ्लेक्टिभ लिसनिङले टेन्सन घटाउँछ र भावनात्मक सम्बन्ध बनाउँछ। अब प्रश्न, के हरेक पटक बोल्नु जरुरी हुन्छ? जरुरी छैन। राम्रो कम्युनिकेटरलाई थाहा हुन्छ कहिले बोल्ने र कहिले रोकिने। चुप्प लाग्नु पनि कहिलेकाहीँ सबैभन्दा शक्तिशाली सन्देश हुन्छ। उदाहरण, कुनै गाह्रो संवादमा यदि तपाईँ चुप बस्न भयो र कुरा सुन्नुभयो, अगाडिको व्यक्तिले सोच्न थाल्छ, यसले मलाई राम्ररी सुन्दैछ, यसले विश्वास बढाउँछ। तर यदि तपाईँ हरेक कुरामा बीचमै रोकिरहनु भयो भने सम्बन्ध बिग्रिन्छ। याद गर्नुहोस्, केवल आवश्यक कुरा मात्र गर्नुहोस्, र त्यो पनि मनबाट। प्रभावकारी कम्युनिकेसन बाहिरको दुनियाँलाई मात्र होइन, व्यक्तिगत सम्बन्धहरूलाई पनि ठूलो औजार हो। सुजाताको कथा सरल तर गहिरो छ। उनको बाबासँगको सम्बन्ध वर्षौंदेखि चिसिएको थियो, कारण खुला संवादको अभाव। सुजाता चाहन्थिन् कुरा गर्न, मन खोलेर आफ्ना भावना व्यक्त गर्न। एक दिन उनले साहस जुटाइन्। बाबालाई हेर्दै भनिन्, बाबा, म तपाईसित कुरा गर्न चाहन्छु। त्यही दिन 2 घण्टासम्म उनीहरूले खुलेर संवाद गरे। सुजाताको मनमा वर्षौंदेखि थुप्रिएका भावना प्रवाहित भए। सम्बन्धमा नयाँ ऊर्जा आयो, बुझाए, सम्मान अनि निकटता। यही हो कम्युनिकेसनको शक्ति। यो केवल शब्द आदान प्रदान मात्र होइन, सम्बन्धहरू जोड्ने अनि उपचार गर्ने माध्यम हो। अर्को पटक जब तपाईँ कसैसँग दूरी महसुस गर्नुहुन्छ, खुलस्त रूपमा भन्नुहोस्, अनि त जादु हुन्छ। अब एकछिन सोच्नुहोस्, तपाईको संवादमा मुख्य चुनौतीहरू के हुन्? के तपाईँ पब्लिक स्पिकिङमा आत्मविश्वासको कमी अनुभव गर्नुहुन्छ? के आफ्ना भावनाहरूलाई शब्दमा परिवर्तन गर्न कठिनाई महसुस हुन्छ? वा कुनै बहसमा आफ्नो विचार समयमै स्पष्ट पार्न सक्नुहुन्न? यस्ता सूक्ष्म प्रश्नहरूलाई मनन गर्दा सुधारको यात्राको आरम्भ हुन्छ। विशेषज्ञहरू भन्छन्, जो आफ्नो कम्युनिकेसन स्किल सुधार्छ, उसले आफ्नो जीवन नै सुधार्छ। त्यसैले आजै प्रतिबद्धता व्यक्त गर्नुहोस्, प्रत्येक दिन आफूलाई 1% सुधार गर्ने। अबका अध्यायहरूमा हामी डीप ड्राइभ गर्नेछौँ, व्यावहारिक टुल्सहरू र रियल लाइफ अभ्यासका साथ। के तपाईलाई थाहा छ, कम्युनिकेसनमा सबैभन्दा ठूलो शक्ति भनेको क्ल्यारिटी हो? जब तपाईका शब्द सफा र सरल हुन्छन्, श्रोता भ्रममा पर्दैन। कल्पना गर्नुहोस्, तपाईको टिममा जब जटिल शब्दहरू प्रयोग गरिन्छन् अनि कसैले बुझ्दैनन्, मतभेद सुरु हुन्छन्। तर जब सबैले बुझ्ने गरी सरल शब्दहरू बोलिन्छ, सबै कुरा स्मुथ चल्छ। क्ल्यारिटी अभ्यास गर्नुहोस्। छोटो वाक्यहरूमा सठिक कुरा राख्नुहोस्, अनावश्यक शब्दहरू हटाउनुहोस्। यसले तपाईलाई राम्रो कम्युनिकेटर बनाउँछ। नीरजले आफ्नो व्यवसायमा के गल्ती गरे भने उनले टिमलाई अस्पष्ट निर्देशन दिने गर्थे। अप्ठ्यारा शब्द, अस्पष्ट विचार, यसले उनको काम अधुरो रह्यो, डेडलाइन छुट्यो र तनाव बढ्यो। तर पछि उनले सिके, प्रभावशाली कम्युनिकेसनमा फिडब्याक दिन पनि उत्तिकै महत्त्वपूर्ण। कुरा गर्दा प्रश्न गर्नुहोस्, के तपाईले मेरो कुरा बुझ्नुभयो? वा के तपाईले यो काम गर्न सहज महसुस गरिरहनु भएको छ? यस्ता सरल प्रश्नहरूले कम्युनिकेसन ग्याप बन्द गर्छन्। फिडब्याक लुप निर्माण गर्नुहोस् र हेर्नुहोस् टिमवर्क कति राम्रो हुन्छ। के तपाईलाई थाहा छ, कम्युनिकेसनमा टोनको केवल प्रत्यक्ष बोल्दा मात्र होइन, इमेल, मेसेज र कल्समा पनि भूमिका हुन्छ। एउटा व्यङ्ग्यात्मक इमेलले अफिस राजनीति बढाउन सक्छ, तर एक सम्मानपूर्वक उत्तरले सम्बन्धहरू बलियो बनाउँछ। त्यसैले डिजिटल कम्युनिकेसनमा अतिरिक्त सतर्कता आवश्यक हुन्छ। इमोजी र पङ्क्चुएसनको उचित प्रयोग गर्नुहोस् ताकि तपाईका भावनाहरू सही ढङ्गले बुझिन सकुन्। प्रविधिले कम्युनिकेसनलाई त सजिलो बनायो, तर अब झन् संवेदनशीलता र सम्मान दिनु पनि अनिवार्य भएको छ। अब कुरा गरौँ गैर भर्बल कम्युनिकेसनको।
तपाईँका शब्दभन्दा बडी ल्याङ्ग्वेज, फेसियल एक्सप्रेसन र आई कन्ट्याक्टले प्रभाव पार्छ। विचार गर्नु त, लगभग कसैले तपाईँको कुरा सुनेर आई कन्ट्याक्ट गर्दैन, तपाईँ कस्तो महसुस गर्नुहुन्छ? यही कारण हो सफल कम्युनिकेटरहरूले सधैँ आई कन्ट्याक्ट राख्छन्, खुला पोस्चर अपनाउँछन् र सकारात्मक अभिव्यक्ति देखाउँछन्। अर्को पटक संवादमा यी ससाना पक्ष ध्यान दिनुहोस्, यसले तपाईँको मेसेजलाई 10 गुणा प्रभावशाली बनाउँछन्। एउटा अर्को कथा, सागरले पहिलो प्रेजेन्टेसनमा यति नर्भस थिए कि उनी बारम्बार नोट्स हेर्थे, तर एउटा गाइडले उनलाई सुझाव दिए, स्टेजमा आत्मविश्वास देखाउन आफ्नो बडी ल्याङ्ग्वेजमा ध्यान दिनुहोस्, सिधा उभिनुहोस्, अडियन्सलाई हेर्नुहोस् र जेस्चरबाट आफ्नो कुरालाई थप बलियो बनाउनुहोस्। सागरले अभ्यास गरे र अर्को पटकको प्रेजेन्टेसनमा उनको आत्मविश्वासले सबैलाई प्रभावित गरायो। यही हो सफल संवादको मूल मन्त्र, निरन्तर अभ्यास, सतर्कता र आफ्नो आत्माको प्रामाणिकता। जब अभ्यासले तपाईँलाई निपुण बनाउँछ, जागरुकताले तपाईँलाई परिस्थितिको साँचो अर्थ बुझ्न मद्दत गर्छ र प्रामाणिकता तपाईँको वास्तविकता प्रस्तुत गर्दै संवादलाई जीवन्त बनाउँछ। जब तपाईँ यी 3 आधारहरूलाई अपनाउनुहुन्छ, तब मात्र तपाईँका शब्दहरूले मानिसहरूका मनमा गहिरो प्रभाव पार्छन्। के तपाईँले कहिले ध्यान दिनुभयो कम्युनिकेसनमा पोजको कति शक्ति हुन्छ? जब तपाईँ बोलिरहनु भएको हुन्छ, बीचमा जानी बुझी पोज लिनुहुन्छ, तपाईँका शब्दहरूको प्रभाव बढ्छ। जब मार्टिन लुथर किङ जुनियरले आफ्नो प्रसिद्ध भाषणमा आई हेभ अ ड्रिम भन्ने वाक्य बारम्बार रोक्दै दोहोर्याएका थिए, यसले मानिसहरूको मनमा गहिरो छाप छोडेको थियो। पोज, एकछिन रोकिएर बोल्नुले सुन्नेहरूलाई सोच्ने मौका दिन्छ र तपाईँको कुरा अझ प्रष्ट र प्रभावशाली बनाउँछ। अर्को पटक बोल्दा जानाजानी रोक्ने अभ्यास अवश्य गर्नुहोस्। असर्टिभनेस, दृढता र सम्मानजनक अभिव्यक्तिको सबैभन्दा ठूलो चुनौती हो बोल्दा सही र सन्तुलन बोलाउनु। धेरै पटक मानिसहरू यदि उनीहरू असर्टिभ भयो भने अगाडिको व्यक्तिलाई चोट पुग्ला वा ऊ रिसाउला भनेर डराउँछन्, तर सही असर्टिभनेसले तपाईँलाई मात्र होइन, अगाडिको मानिसको भावनाको पनि सम्मान गर्दै आफ्नो कुरा राख्न मद्दत गर्छ। कल्पना गर्नुहोस्, यदि हरेक संवादमा तपाईँले आफूलाई पनि भ्याल्यु दिनुभयो र अरूको पनि सुन्नुभयो भने कति सकारात्मक सम्बन्ध बन्न सक्छ। यस सन्तुलनलाई सिक्नु हरेक सफल संवादकर्ताको विशेषता हो। एकपटक रिना आफ्नो बोससँग पदोन्नतिको कुरा गर्न गइन्, तर नर्भस भएर उनको कुरा अधुरै रह्यो। उनका मेन्टरले उनलाई भने, असर्टिभनेस कम्युनिकेसनको त्यो कुरा हो जसमा तपाईँ आफ्नो आवश्यकताहरू र समस्याहरू स्पष्ट र सम्मानजनक ढङ्गले प्रस्तुत गर्नुहुन्छ। असर्टिभ कम्युनिकेसन न त प्यासिभ हुन्छ र न त आक्रामक, यो आत्मविश्वासी र सहानुभूतिपूर्ण हुन्छ। रिनाले सिकिन्, यो गर्दिन भन्नु पनि कम्युनिकेसनकै भाग हो। के तपाईँ पनि आफ्नो असर्टिभनेस बढाउन तयार हुनुहुन्छ? कन्फ्लिक्ट रेजोल्युसन अर्थात् विवाद समाधानमा सबैभन्दा आवश्यक कुरा हो समस्या र व्यक्तिलाई अलग अलग देख्नु। धेरै पटक हामी हाम्रो इगो अर्थात् अहङ्कारको कारणले बहसलाई व्यक्तिगत बनाइदिन्छौँ, जसले कुरा झन् बिग्रन्छ। कल्पना गर्नुहोस्, 2 साथी सानो मिसअन्डरस्ट्यान्डिङका कारण झगडा गरिरहेका छन्। यदि उनीहरूले रिस छाडेर समस्यामा ध्यान दिन सकेका भए समाधान सजिलै आउन सक्थ्यो। यस किसिमको दृष्टिकोणले संवादमा स्पष्टता ल्याउँछ र सम्बन्ध बलियो बनाउँछ। हामीले आफ्ना कन्फ्लिक्टहरू मित्रवत तरिकाले हल गर्न जान्नुपर्छ। एउटा क्लाइन्ट मिटिङमा अर्जुनले थाहा पाए क्लाइन्ट उनको सेवाबाट सन्तुष्ट थिएनन्। अर्जुनले प्रतिरक्षात्मक हुनुभन्दा पनि शान्तिपूर्वक क्लाइन्टको कुरा सुनेर भने, म तपाईँको चिन्ताहरू बुझ्छु, आउनुहोस् सँगै समाधान निकालौँ। उनको यो व्यावसायिक दृष्टिकोण र खुला कम्युनिकेसनले क्लाइन्टको मनमा विश्वास बढायो। कन्फ्लिक्ट समाधानको मतलब केवल झगडा अन्त्य गर्नु होइन, नयाँ सहमतिको सुरुवात गर्नु हो। भावनात्मक बुद्धिमत्ता EQ त्यस्तो शक्ति हो जसले हाम्रो शब्दभन्दा पनि बढी प्रभाव पार्दछ। नरेशको कथा, तनावपूर्ण मिटिङमा उसले रिसाउने सट्टा परिस्थितिलाई बुझ्यो र सोचेर जवाफ दियो। उसको इमोसनल इन्टेलिजेन्सले परिस्थितिलाई झन् बिग्रनबाट जोगायो। EQले हामीलाई अरूको भावना बुझ्न र आफ्ना भावना नियन्त्रण गर्दा संवादलाई सहज बनाउँछ। के तपाईँ पनि आफ्नो EQ बढाउन तयार हुनुहुन्छ? अब कुरा गरौँ इम्प्याथीको, अर्थात् अरूका भावनाहरूलाई महसुस गर्न सक्ने क्षमता। इम्प्याथीले संवादमा सेतु बनाउँछ।
जब तपाईँ अगाडि भएको व्यक्तिको कुरा उसैको दृष्टिकोणबाट बुझ्ने प्रयास गर्नुहुन्छ, तपाईँको शब्दमा जादु आउँछ। उदाहरणको लागि, कुनै साथी दुखी छ भने तपाईँले उसलाई जज नगरी केवल सुन्नुभयो भने ऊ हल्का महसुस गर्छ। इम्प्याथीले सम्बन्ध बलियो बनाउँछ र मिसअन्डरस्ट्यान्डिङ घटाउँछ। के तपाईँ आफ्नो संवादमा पनि इम्प्याथी ल्याउन सक्नुहुन्छ? इक्यू विकासको पहिलो कदम हो आत्मचेतना, अर्थात् आफ्ना भावनाहरू चिन्नु र बुझ्नु। जब तपाईँ थाहा पाउन थाल्नुहुन्छ कि कस्तो बेला तपाईँ दुखी हुनुभयो, आत्तिनुभयो वा उत्साहित हुनुभयो, तपाईँ आफ्नो बोल्ने कुरामा नियन्त्रण गर्न सक्नुहुन्छ। कल्पना गर्नुहोस्, यदि तपाईँ तनावमा हुनुहुन्छ र गल्तीले कठोर शब्द प्रयोग गर्नुभयो भने परिस्थिति बिग्रन सक्छ। त्यसैले आफूलाई बुझ्नु र क्षणभर रोकिनु संवादको पहिलो चरण हो। अर्को पटक आफ्ना भावनामा ध्यान दिनुहोस्। क्रस कल्चरल कम्युनिकेसन पनि आजको ग्लोबल सञ्चारमा अत्यन्त आवश्यक छ। जुनाको कथा यस्तो छ, उनी बहुराष्ट्रिय कम्पनीमा काम गर्थिन्। विभिन्न संस्कृतिबाट आएका सहकर्मीहरूसँग कुरा गर्दा उनले भाषा अवरोध, फरक परम्परा र हाउभाउको सामना गर्नु पर्यो। उनले सिकिन्, खुला सोच र धैर्यका साथ संवाद गर्न आवश्यक हुन्छ। संस्कृतिको फरक बुझ्नु र सम्मान गर्नु प्रभावकारी सञ्चारको आधार हो। अनि यता पब्लिक स्पिकिङमा सबैभन्दा ठूलो डर हुन्छ आलोचना हुने डर। तर वास्तविकता के हो भने धेरैजसो श्रोताले तपाईको गल्ती देखिरहेका हुँदैनन्। उनीहरू केवल तपाईको कथा सुन्न चाहन्छन्। कल्पना गर्नुहोस्, जब तपाईँ कुनै परिचित विषयमा कुरा गर्नुहुन्छ, तपाईको आत्मविश्वास बढ्छ। तयारी, अभ्यास र सकारात्मक सोचले डर हटाउन सकिन्छ। अर्को पटक स्टेजमा जानु परे सोच्नुहोस्, तपाईँ त्यहाँ केवल बोल्न होइन, श्रोताहरूलाई सहयोग गर्न जाँदै हुनुहुन्छ। पब्लिक स्पिकिङमा एउटा जादु जस्तो कुरा हुन्छ, कथा सुनाउनु। जब तपाईँ बोरिङ तथ्य र डाटाको साटो इन्ट्रेस्टिङ कथा सुनाउनुहुन्छ, श्रोताहरू तपाईँसँग जोडिन थाल्छन्। एकपटक आलोकले आफ्नो प्रेजेन्टेसन आल्छी लाग्दा डाटा र अङ्कहरूबाट सुरु गरे। कसैले ध्यान दिइरहेका थिएनन्। एकछिनपछि उनले एउटा कथा सुनाए। त्यसपछि त सबै श्रोताहरू ध्यान दिएर सुन्न थाले। कथाले भावनात्मक रूपमा जोड्छ। अर्को पटक जब तपाईँ स्टेजमा जानुहुन्छ, एउटा कथा सुनाउँदै सुरु गर्नुहोस्। के हुँदो रहेछ आफै देख्नुहुनेछ। स्टेजमा जानुभन्दा अगाडि दिमाग कसरी तयार गर्ने, अब यो कुरा सिकौँ। एउटा सरल तरिका हो दृश्यकरण, अर्थात् भिजुअलाइजेसन। कल्पना गर्नुहोस्, तपाईँ आत्मविश्वासका साथ स्टेजमा उभिनु भएको छ। दर्शक मुस्कुराइरहेका छन् र तपाईँले बोलेका प्रत्येक शब्दले प्रभाव पारिरहेको छ। यो मानसिक अभ्यास, मेन्टल रिहर्सलले तपाईँको मनको डर कम गर्छ। सचिन तेन्दुलकरले पनि आफ्नो ब्याटिङ अघि शट्स कल्पना गर्थे। यही विधि पब्लिक स्पिकिङमा पनि लागू हुन्छ। तपाईँ पनि आजैदेखि मेन्टल रिहर्सल, दृश्यकरण अभ्यास, भिजुअलाइजेसन सुरु गर्नुहोस्। प्रस्तुति कौशल, प्रेजेन्टेसन स्किल्समा एउटा सबैभन्दा अनदेखा गरिएको कुरो हो संरचना, स्ट्रक्चर। जब तपाईँको कुराको तार्किक प्रवाह हुन्छ, जस्तो परिचय, मुख्य विषयवस्तु अनि निष्कर्ष, तब श्रोता तपाईँको कुरा राम्रोसँग बुझ्छन्। एक वक्ताले यो संरचना बिना बोल्न थाले र मानिसहरूले उसले भनेको कुरा बुझेनन्, तर अर्का वक्ताले भने म आज 3 वटा कुरा गर्नेछु अनि प्रत्येक बुन्दालाई स्पष्ट रूपमा सम्झाए। स्पष्टता र क्रमबद्धता तपाईँले भन्न खोजेको कुरालाई अविस्मरणीय बनाउँछ। योजना बनाउनुहोस् अनि बोल्नुहोस्। अब व्यक्तिगत सम्बन्धहरूमा सञ्चारबारे कुरा गरौँ। एकपटक मीना र उनका बुबा बीच मिसअन्डरस्ट्यान्डिङ भएछ। दुवैजनाले एकअर्कालाई राम्ररी सुनेनन्, कुरा बुझ्न खोजेनन् भन्ने कारण रहेछ। एकछिन जब दुवैजना शान्त भएर आफ्ना भावनाहरू व्यक्त गरे, सबै रिस सकियो, कुरा मिलो। व्यक्तिगत सम्बन्धहरूमा सञ्चारको अर्थ मात्र बोल्नु होइन, इमान्दारीपूर्वक र आदरपूर्वक भावनाहरू व्यक्त गर्नु हो। व्यक्तिगत सम्बन्धहरूमा अर्को सुनौलो नियम छ, कुरा बुझ्नको लागि सुन, जवाफ दिनको लागि होइन। प्रायजसो हामी कम सुन्छौँ र जवाफ बढी सोध्छौँ। यसले संवादको गहिराई कम गर्छ। एकपटक बीनाकी साथी उदास थिइन् र बीनाले सुझाव दिइरहेकी थिइन्, तर ती साथीलाई केवल कसैले उसको भावना बुझुन् भन्ने थियो। जब बीनाले शान्त भएर सुनिन्, साथीको मन हल्का भयो। कहिलेकाहीँ मौनता नै सबैभन्दा राम्रो उत्तर हुन्छ। अब कार्यस्थल, काम गर्ने ठाउँको सञ्चारको कुरा गरौँ।
जब अफिसमा सहकर्मीहरू स्पष्ट रूपमा सञ्चार गर्दैनन्, काम ढिलाइ हुन्छ र तनाव बढ्छ। एकपटक एउटा इमेलमा यति लेखिएको थियो, यो काम छिटो पूरा गर्नु। नतिजा, कर्मचारी भ्रमित भए, कहिले सक्ने, कतिको महत्त्वपूर्ण हो आदि। व्यावसायिक वातावरणमा स्पष्टता, स्वर र महत्त्वपूर्ण अति जरुरी हुन्छ। प्रभावकारी सञ्चारले उत्पादकता र सम्बन्धहरू दुवैमा काम गर्छ। प्रविधिले सञ्चारलाई सजिलो बनाएको छ, तर जटिल पनि। व्हाट्सएप, मेसेन्जर, जुम र इमेलले तत्काल सम्पर्क गर्न सकिए पनि कन्फ्युजन र मिसअन्डरस्ट्यान्डिङ पनि बढाएको छ। एकपटक सागरले एउटा मेसेज गलत बुझेर आफ्नो साथीसँग झगडा गरे। शिक्षा, पाठ। मेसेजमा सधैँ टोन स्पष्ट हुन सक्दैन, त्यसैले कुनै गम्भीर कुरा भए फोन कल वा आम्ने सामने कुरा गर्नुहोस्। सही माध्यम छान्नु पनि सञ्चारमा ठूलो कुरा हो। कार्यस्थलमा अर्को महत्त्वपूर्ण सिप हो इमेल शिष्टाचार हो। कल्पना गर्नुहोस् यदि एउटा इमेलमा मात्र क्याप्स लकमा लेखिएको छ, सी इट नाउ, त्यो पढ्ने व्यक्ति डराउने छ वा रिसाउने छ। त्यसैले इमेलहरूमा उचित अभिवादन, स्पष्ट विषय र आदरजनक स्वर प्रयोग गर्नु सञ्चारलाई सहज बनाउँछ। एउटा सानो लाइन, तपाईको समयको लागि धन्यवाद, यसले तपाईको छवि व्यावसायिक र आदरजनक बनाउँछ। आफ्नो इमेल कौशल सुधार्न चाहनुहुन्छ भने यसबारे सोच्नुहोला। सञ्चारमा आज सबैभन्दा ठूलो चुनौती छ ओभरलोड। यति धेरै सामग्री, यति धेरै जानकारी छन्, हिजो आज मोबाइल फोन र स्क्रिनभरि मानिसहरू सुन्दैनन्, केवल स्क्रोल गर्छन्। यस्तो अवस्थामा शब्दको प्रभाव कसरी पार्न सकिन्छ? सरल उपाय, यसलाई सान्दर्भिक, भावनात्मक र मूल्यवान बनाउनुहोस्। जब तपाईँ कसैको आवश्यकतासँग जोडिएको कुरा गर्नुहुन्छ, उनीहरू ध्यानपूर्वक सुन्छन्। जस्तै एउटा छोटो सन्देश, यदि तिमी केही भन्न चाहन्छु भने भन, म सुन्न चाहन्छु भन्दै कसैलाई सोध्नुभयो भने यसले कसैको जीवन बचाउन सक्छ। तपाईँको शब्दहरूमा शक्ति छ, विवेकपूर्वक प्रयोग गर्नुहोस्। अब समय भयो आत्मविश्लेषणको। तपाईँले अहिलेसम्म सञ्चारका धेरै कुराहरू सिक्नु भएको छ। सुन्ने कला, बोल्ने शैली, शारीरिक हावभाव, भावनात्मक बुद्धिमत्ता, विवाद समाधान र पब्लिक स्पिकिङ आदि। तर सबैभन्दा महत्त्वपूर्ण कुरा अभ्यास हो। कुनै पनि मानिस जन्मजात उत्कृष्ट हुँदैन, यो सिप बारम्बार प्रयासले विकास हुन्छ। प्रत्येक संवाद आफूलाई सुधार्ने अवसर हो। आजैदेखि हरेक अन्तर्क्रिया, इन्टरेक्सनलाई सिक्ने अवसरको रूपमा लिनुहोस्। सञ्चार केवल एउटा सिप होइन, यो त एउटा सुपर पावर हो। एउटा स्कुलमा शिक्षकले आफ्ना विद्यार्थीलाई हरेक दिन कसैसँग केही बेर कुराकानी गर्न लगाए। विद्यार्थीहरूले अपरिचितहरूसँग सानो कुराकानी गर्न थाले, परिवारसँग खुलेर संवाद गरे र बिस्तारो आफूभित्र सकारात्मक परिवर्तन महसुस गर्न थाले। सञ्चार भनेको बोल्ने सिप मात्र होइन, यसलाई सम्बन्ध बनाउन सक्ने कलाको रूपमा बुझ्नुपर्छ। जब तपाईँ मुटुबाट जोडिनुहुन्छ, सम्बन्धहरू गहिरो बन्छन्, आत्मविश्वास पनि बढ्छ। सञ्चारमा मौनताको पनि भूमिका हुन्छ। एकपटक एक जोडीबीच विवाद भयो, दुवैजना मौन भए, तर त्यो मौनतामा गल्ती गरेको अनुभव, पश्चाताप र माया थियो। अन्ततः एकजनाले नम्रतापूर्वक सरी भने र सबै कुरा परिवर्तन भयो। कहिलेकाहीँ मौनता नै सबैभन्दा प्रभावशाली माध्यम हुनसक्छ। सञ्चार सधैँ शब्दहरूबाट मात्र हुँदैन, केही बेर रोकिनु र सङ्केतहरूले पनि हृदयस्पर्शी अर्थ पुर्याउँछ। तपाईँले पनि कहिलेकाहीँ त्यस्तो मौनता महसुस गर्नुभएको छ होला, जसले शब्दहरूभन्दा पनि गहिरो अर्थ राखेका थिए। अब कुरा गरौँ फिडब्याकको। एकपटक निशा नामकी कर्मचारीलाई उनको म्यानेजरले भने, तिमीले राम्रो गरिरहेकी छैनौ। यति मात्र भने, न त कारण न कुनै सुझाव। निशा अन्योलमा परिन्। प्रभावकारी फिडब्याक सधैँ विशेष, निर्माणात्मक र आदरजनक हुनुपर्छ। यदि तपाईँ चाहनुहुन्छ अगाडि भएको व्यक्तिले सुधार गरोस् भने उसलाई स्पष्ट बताउनुहोस् के ठिक थिएन, किन थिएन र कसरी सुधार गर्न सकिन्छ। फिडब्याक भनेको उपहार जस्तै हो, यसलाई विचारपूर्वक प्रस्तुत गर्नुपर्छ। सञ्चार मात्र शब्दहरूको होइन, नियत, इन्टेन्टको पनि हुन्छ। तिमीले किन यस्तो गर्यौ र के हामी यसबारे कुरा गर्न सक्छौँ? यी दुई वाक्यांशको प्रभाव धेरै फरक हुन्छ। यदि नियत आलोचनात्मक छ भने व्यक्तिले प्रतिरक्षात्मक प्रतिक्रिया दिन्छ, तर यदि नियत बुझ्ने र सहानुभूतिपूर्ण छ भने संवाद स्वाभाविक रूपमा प्रवाहित हुन्छ।
अर्को पटक केही भन्नुअघि सोच्नुहोस् मेरो वास्तविक उद्देश्य के हो भनेर। सञ्चार एउटा जीवनभरि सिक्ने यात्रा हो, किनकि प्रत्येक व्यक्ति, प्रत्येक परिस्थिति फरक हुन्छ। तर अभ्यास गर्दै जाँदा सम्बन्ध, स्पष्टता र आत्मविश्वास बढ्छ। हरेक दिन एउटा सानो कुरा सुधार्ने प्रयास गर्नुहोस्। राम्रो सुन्ने, सहज उत्तर दिने वा शारीरिक हाउभावमा ध्यान दिने। सञ्चारले तपाईँको सोच, सम्बन्ध र करियर परिवर्तन गर्न सक्छ। अब एउटा सञ्चार प्रयोग गरौँ। आज जब तपाईँ कसैसँग कुरा गर्नुहुन्छ, उसलाई अवरोध नगरी सबै कुरा भन्न दिनुहोस्। त्यसपछि एकछिन रोकिनुहोस् र विचार गरेर मात्र उत्तर दिनुहोस्। तपाईँले संवादको स्तर नै बदलिएको महसुस गर्नुहुनेछ। जति ध्यानपूर्वक सुन्न सकिन्छ, त्यति नै प्रभावकारी उत्तर दिन सकिन्छ। यस्तो सानो परिवर्तनले तपाईँको सञ्चारलाई नयाँ स्तरमा लैजान सक्छ। आजै प्रयोग गरेर हेर्नुहोस्। के फरक महसुस भयो पछि कमेन्ट गर्नुहोला। के तपाईँले कहिल्यै ऐनामा अभ्यास गर्नुभएको छ होला? ऐनाको अगाडि उभिएर बोल्दा आत्मविश्वास, स्वर र शारीरिक हाउभाव सुधार्न सकिन्छ। बराक ओबामा जस्ता महान वक्ताहरूले पनि आफ्ना भाषणहरू यसरी अभ्यास गर्थे। सुरुमा अलि अनौठो लाग्न सक्छ, तर यसबाट आउने नतिजाले तपाईँलाई चकित पार्नेछ। ऐनाले तपाईँलाई फिडब्याक दिन्छ, तपाईँको इसारा र भाव स्पष्ट गर्छ। तपाईँ पनि आजदेखि 5 मिनट ऐनाको अगाडि बोल्न सुरु गर्नुहोस्। सञ्चारमा अर्को पावरफुल उपकरण छ, ठिक प्रश्नहरू सोध्ने कला। एक शिक्षकले आफ्नो विद्यार्थीलाई केवल 3 प्रश्न सोधे। तिमी के चाहन्छौ, किन चाहन्छौ र कहिलेबाट सुरु गर्ने? यी प्रश्नहरूले विद्यार्थीको जीवनमा स्पष्टता ल्याइदिए। सही प्रश्नहरू सोध्दा व्यक्तिको सोचाइ र जीवनको दिशा स्पष्ट हुन्छ। के तपाईँले आफैलाई कहिले यस्तो प्रश्न सोध्नु भएको छ? तपाईँको आवाज नै तपाईँको पहिचान हो। अनि अर्को कुरा, भिडियो लामो हुँदै गइरहेको छ, म छिटो सक्छु, अब एकैछिन मसँगै बस्नुहोस् है। स्वरको उतार चढाव पनि महत्त्वपूर्ण हुन्छ। सही ठाउँमा यो मिलाउने सञ्चारलाई प्रभावशाली बनाउँछ। एउटा शान्त र उतार चढाव बिनाको आवाजले भन्न खोजेको कुरा जति शक्तिशाली भए पनि त्यसलाई प्रभावविहीन बनाइदिन्छ। तर भावनासहित उतार चढावले बोलेमा प्रत्येक कुरा हृदयसम्म पुग्छ। पजहरू लिन, महत्त्वपूर्ण शब्दहरूमा जोड दिन र नेचुरली बोल्न अभ्यास गर्नुहोस्। तपाईँको आवाजले नै निर्धारण गर्छ तपाईँको कुरा गम्भीरताका साथ लिनुपर्छ कि पर्दैन भनेर। त्यसैले यो भोइस मोडुलेसन भन्ने कुरालाई पनि मनमा लिनुहोला। बिस्तारी सिक्दै लानुहोला। सञ्चार कौशल एउटा उपकरणको झोला, टुलकिट हो। तपाईँले अब सक्रिय भएर सुन्ने कला, शारीरिक हाउभाव, सार्वजनिक बोलाइ, सहानुभूति, भावनात्मक बुद्धिमत्ता, आत्मविश्वासपूर्वक बोल्ने शैली र धेरै कुरा सिक्नु भएको छ। अब मैले सबै कुरा तपाईँको हातमा दिएको छु। मेरो काम त बाटो मात्र देखाउने हो। अभ्यास र निरन्तरता तपाईँले नै गर्नुपर्छ। यो भिडियो कतै ग्रुपमा शेयर गर्नुहोला। पछि तपाईँलाई खोज्दा पनि काम लाग्छ। कहिलेकाहीँ सुन्दै गर्नु, धेरै कुरा छन्, अहिले सुन्दा मिस भएको पनि हुन सक्छ। पछि पनि सुन्नुहोला। हरेक कुराकानी केही नयाँ सिक्ने अवसर हो। भरपूर प्रयोग गर्नुहोला। याद गर्नुहोस्, तपाईँ जस्तो बोल्नुहुन्छ, मानिसहरूले तपाईँलाई त्यस्तै अनुसार बुझ्छन्। तपाईँको बोली नै तपाईँको परिचय हो। गाडीतिर लेखेको देख्नुभएकै होला। तसर्थ सोचेर बोल्नुहोस्, हृदयपूर्वक सुन्नुहोस् र हरेक संवादलाई उत्कृष्ट बनाउनुहोस्। आजलाई यति नै। अब अर्को भिडियोमा भेटौँला। सब्स्क्राइब नगरी हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिहाल्नुहोला। म भविष्यमा पनि यस्तै अरू धेरै किताबहरू लिएर आउनेछु। सँगसँगै सिक्दै अगाडि बढौँ। अहिलेलाई बिदा माग्छु। पुरै सुन्नुभएकोमा धन्यवाद। नमस्ते।